हामीसँग हुनुहुन्छ रूपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादवजी। ललनजी, रूपनी गाउँपालिकामा यस वर्षको विकासको अवस्था कस्तो छ? यसपालि रूपनी गाउँपालिका जुन यो चौथो गाउँसभाबाट पास गरेको बजेट विनियोजन गरेको स्वीकृति भएर असारको 10 गते आइसकेको छ र कतिपय विभिन्न कारणले जस्तै अब माटोको काम भयो, ग्राभेलको काम भयो, अहिले चाहिँ खेतीबालीमा अन्नहरू लागेर त्यो चाहिँ अहिले सुचारू भएको छैन। अब हामीले पालिकाको तर्फबाट 2 चोटि पत्राचार पनि गरिसकेको छु। अब त्यसको अनुरूप चाहिँ धेरै वाडाहरूबाट उक्त समिति गठन गर्ने क्रममा छ र कतिपय वाडाबाट योजना सञ्चालनको लागि सम्झौताको लागि आइसकेको पनि छ। असाढे विकासको प्रवृत्ति नेपालमा धेरै छ नि त। यो कुरालाई त तपाईँ हामीले चाहेर पनि निर्मूल गर्न सकिन्छ जस्तो, किनभने अब जनताले नचाहे, अब सबै जनप्रतिनिधिले नचाहेर त्यसले चाहिँ गर्न सकिँदैन। हामीले वास्तविकता कुरा हो, अहिलेसम्म हामीले पनि 2 चोटि पत्राचार पनि गरिसक्यो, योचोटि कार्यपालिकाबाट पनि पास गरेर चिठी पनि पठाइसक्यो, तै पनि अहिलेसम्म सम्पूर्ण योजनाहरूको आउन सकेका छैन। अब हेर्नु के हुन्छ, कस्तो हुन्छ। अनि तपाईँलाई अपेक्षा छ कि यो आर्थिक वर्षमा लिएको लक्ष्य पुरा हुन्छ? गत वर्षको तुलनामा त यसपालि बढी प्रगति जस्तो देखिन्छ। अहिले पनि जस्तै अब वार्ड अध्यक्षहरू पनि अब काम चाहिँ सुरु गर्ने क्रममा चाहिँ आइसकेका छ। यसपालि पहिलेको तुलनामा चाहिँ धेरै सुधार हुन्छ। अब सम्पूर्ण त नभन्न सकिन्छ। अनि कतिको योजनाहरू अहिले सञ्चालनमा छन्? सञ्चालनको क्रममा त अहिले नभन्दा नै जस्तो हुन्छ, भर्खर आएकै छ। अब केही दिनपछि सुचारू हुन्छ। अनि अब तपाईँलाई लाग्दैन कि अब समय एकदम कम छ र काम धेरै छ? समय त वास्तवमा अभाव छ, काम धेरै छ। तर अब यस्तो हुन्छ, काम चाहिँ गर्न थाल्यो भने त्यो 1 महिना 15 दिन सक्छ। अब हामीले पनि अर्को चिठी पनि काट्नेवाला छौँ। अब यो महिनाभरिमा सम्झौता गरिसक्ने भने एउटा डेडलाइन पनि तोक्नेछु। अब यो महिनामा सायद गर्छ होला कि जस्तो छ। रूपनी गाउँपालिकाको ड्रिम प्रोजेक्ट भनौँ या ठुलो योजनाहरूमध्ये केही योजनाहरू भन्नुहोस् न। ठुलो योजना भन्दा रूपनी गाउँपालिका आफ्नो यो जुन नेपाल सरकारको सशर्त अनुदान र यो विशेष सामान्यकरण अनुदानबाट दिएको योजनाहरूमध्ये 2-3वटा योजना 39-40 लाख जतिको विद्युतीकरणमा छ। त्यस्तो अरू चाहिँ त्यस्तो योजनाहरू छैन, सानो सानो योजनाहरू छ। अनि अहिले अख्तियारले चाहिँ गम्भीर प्रकृतिका, जटिल प्रकृतिका कामहरू उपभोक्ताबाट नगराउनु पनि आदेश जारी गरेका छ। त्यसलाई कसरी लिनुभएको छ? वास्तवमा भन्दाखेरि अख्तियारले जुन दिएको परिपत्र छ त्यो परिपत्रलाई हामीले पनि पालना गर्नै पर्छ र हामीले पनि सम्पूर्ण वार्ड अध्यक्षज्यू लगायत कार्यपालिकाको सम्पूर्ण मेम्बरलाई त्यो अख्तियारको 61 बुँदे परिपत्र हामीले त्यो फोटोकपी गराएर सबैलाई एकपट्टि बुझाएको भरपाई पनि राखेर यस्तो यस्तो जटिल प्रकृतिको काम चाहिँ उपभोक्ताबाट नगर्ने भन्ने परिपत्र आएको छ। सोही अनुरूप हामी चाहिँ गरौँ भनेर सबैलाई पत्राचार गरिसकेको छ। तै पनि कतिपय वाडाहरूबाट आइराखेको छ त्यस्तो जटिल प्रकृतिको कामहरू। अब कसलाई जटिल प्रकृतिको मान्ने, कसलाई नमान्ने भन्ने हामीले सम्बन्धित प्राविधिकलाई जिम्मा दिइसकेका छौँ। अनि यो वर्षको आषाढसम्ममा रूपनी गाउँपालिकाले जुन परिषदबाट लक्ष्य निर्धारण गरेको छ त्यो पुरा गर्छ भन्नेमा यहाँ कतिको आशावादी हुनुहुन्छ? अब भनिन्छ अब जसरी अब फलामलाई तताएपछि मात्र चाहिँ त्यो चाहिँ अर्को सामान चाहिँ बनाउन सकिन्छ, अर्को भाँडाकुँडा बनाउन सकिन्छ। त्यसरी नै हामीले यसपालि चाहिँ लगातार रूपमा चिठी काटेको। अब बजारमा हामीलाई तालुक निकायले पनि जानकारी गराउनु, त्यसअनुसार चाहिँ यसपालि सके जतिको राम्रै हुन्छ जस्तो विश्वास छ।